दर्शक बिन्द महानुभाव तपाईँलाई गुड मर्निङ छ पोखराको डे 3 भ्लगमा डे 3 भ्लगमा स्वागत छ र अहिले हामी चाहिँ अहिले ट्याक्क लेक साइडमा छौँ। लेक साइड होटलमा हामी आज यहीँ बसेको थियौँ राति र अब आज हाम्रो पोखरामा अन्तिम दिन पनि हुनेछ। पोखराको अन्तिम दिन अब हामी यहाँबाट माछकुना जान्छौँ। माछकुनामा अलिअलि भ्लग जस्तो भिडियो सुटहरू गरेर त्यसपछि हामी यहाँबाट ब्याक टु बटौली जानुपर्ने हुन्छ। आज हामी धेरै बिजी सेड्युल छ। पानी पनि पर्ला जस्तो मौसम हेर यहाँ गाइजहरू पानी पर्ला जस्तो छ। के गर्नु काम गर्नै पऱ्यो होइन। 4 दिन अब हिजो आएर पोखरा अब ब्याक टु लेट्स गो टु माछकुना डाइरेक्ट मोटो भ्लगमा ल। हाम्रो बिहान पोखरामा एउटा मेम्बर भेटिएको छ। यहाँनिर हेर्नुहोस् यसले के खाइरह गाइज तिमीले के खाइदियौ गाइज त्यहाँ ल। यसले यहाँ आउँदैछ पोखरामा यो यम 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 अरे बहुत टेस्टी अरे भाई। मैं गिर पकड़ अरे दादा ये कहाँ हो रहा है रे। सकवारल खा रहा है। यम्मी टेस्टी यम्मी लो लेट्स गो गैंग। गुड मॉर्निंग लोखर के मुसा प्रजाति को क्या बात कर रहे हैं। ओए चिनी लाग्छ नि लगाउनलाई त सर। लेट्स गो गैंग लेट्स गो। मेरो भाइ गुइन्टे लेट्स गो। अब यु हैव हियर के यसको नाम डेम्बेले बम्बेले हैन बम्बेले के हो बम्बले। ओए मेरो पनि गर्नु आज यसमा पछाडि एउटा लगेर जाने हो। एन्ड दिस हेरिजमा बसन्ती यसलाई हिजो ग्यास्ट्रिक भएको थियो। ठिक छ अहिले निको भयो। अब लेट्स गो। त्यसपछि अब यहाँ हुन्छ मोबाइल नत्र यहाँ हुन्छ होइन। ठिक छ त्यसपछि लेट्स गो। यहाँबाट निस्किनु पऱ्यो। लेख्छ यहीँ तल हो। ठिक छ ओके लेट्स गो टु माछकुना। निस्किँदै अब यहाँबाट ब्याक टु बटौली यताबाट यहाँ चाहिँ मिठो जाम लागिरहेको छ। हामी त सिधै भइरहेछ। आज के को यो जाम खुल्यो सिधा ओ हाम्रो ड्राइभर सर तनावमा यहाँ पनि सबै फोडेर चाहिँ बनाउने क्रममा रहेछ यार। जाम चाहिँ लास्टै जाम छ पोखरामा है। अलि जाम छ यार यता। लेडी राइडर हुँदो रहेछ उहाँ दिदी चाहिँ खत्रै हाल्दै गयो यार। ल यो ग्याङ इट्स बेगनास्थल। हामी लगभग 40 मिनट जति 40 मिनटमा आयो। लगभग 40 मिनटमा बेगनास्थल आइपुग्यो। बेगनास्थल भन्दा नि यो माछकुना होइन माछकुना आयो। यसो तल जान्छौँ हामी। यहाँबाट चाहिँ यो एक खतरा लुक्स लगाएको भएर एक भिडियो त भन्ता आयो भनेर रोकेर बनाउनु लाग्यो। यहाँ मलाई साथ दिनुभएको रवि सरलाई धेरै धन्यवाद। वाउ वेलकम। यो के होला गाइस टिच्यु
baby. Teach you, yes. Touch me, touch me. Don't touch me, don't Teaching. touch me. Don't Don't touch touch me. me. Don't touch me. Hey, मेरे कट लग गया. यो don't touch me वाला हो गया. ओए ए डन्ट टच मी बोला था ये ले पकड़ ये ले ओए फुल मात्रै बच्यो यार राम्रो देखियो यार ये ले. कले ओए यता आउनु यता तम्ने ओए सर्पल टोक दिएको के फुल मात्रै बच्यो यार लभली Punky boy on the Begnastal, guys. Just look at it. Punky boy on the chat. Hey, maro Punky boy le. Let's go away. अब तल जाने त्यही तल मास्क हान्ने चिरञ्जीवी देखेछ चिरञ्जीवी आफूले आफ्नो तारिफ गरे हाले guys, we have successfully arrived at Majikuna. Great. Practice. के खोला गरे Majikuna, not Kola. यस ए माझीकुना Yes, man. अब यहाँबाट तल सिधै Majikuna. हामी यहाँबाट सिधै तल गइन्छ दामी देख्छ यहाँबाट बेगनास्ताल यही टुप्पैसम्म रहेछ यहाँ खेत छ टुप्पामा त यो त खेतै हो नि कैसे आए गोरी हमारे घरमा तर यहाँ बेगुसै बोटिङ छैन यार उके छ त उहाँ ऊ तल कुना मटाटा अरे आज हेर त यही तल त हो हामी कहाँ अब हामी जाने यहाँ कुना मटाटा उको जिट्टका लेखेको त्यही त हो नि मैले हो र यहाँ हो कि यता हो कि यही हो कि सर्लक यही त्यो रेलिङ हो क्या त्यो तल हामी पहिला रोकौँ न यो पिनासहरू कहाँ हुन्छ सरिता रेस्टुरेन्ट गेस्ट हाउस छोड्दै We are already landed on Kiri's Hotel and Restaurant. यो यहाँ रहेछ टक्कै त साइडमा छ बेगनास ताल दिस इज बेगनास तालको माछा ए होइन क्या रे यहाँ अलरेडी अन द बेगनास ताल माथिबाट जे देखेको थियौँ तलबाटै मच्छी पालन जल कुखुरा ओए सक्दैन नि फेरि पक्का यही हो guys we are already arrived क्रिस रेस्टुरेन्ट भएन रहेछ यार के हो लेग पिस रेस्टुरेन्ट रहेछ लेग पिस रेस्टुरेन्टमा यस्तो छ भ्यू क्रिस अब यहाँ हल्का फुल्का हामी सर्टहरू हान्छौँ त्यसपछि ब्याक टु हाउस जो इज हट याचुटी दिस इज बेगनास ताल यता ढुङ्गा नि बल्ल एउटा ढुङ्गा देख्दैछु मैले फेवातालमा ए के अरे बेगनास तालमा फेवातालमा सहेली भन्नु त बेगनास तालमा बाजे ढुङ्गा सरर यहाँ स्विमिङ बाजेको बोटिङ यहाँ स्विमिङ भिजिट बेगनास लेक को क्रिस होटलमा ल यहाँ आओ यहाँ पौडी पनि पाइँदो रहेछ ओके लेट्स गो अब हामी यहाँ एकछिन बस्छौँ अनि त्यसपछि जान्छौँ यता गाइज ल शूटिङ हो रही है इधर फिर बेगनास ताल हो रहा है सुनसान छ बेगनास ताल खासै चर्चित रहेन छ फिस फ्राई युगान सर कस्तो फिस फ्राई हामी छौँ बेगनास ताल र यहाँ हामी स्पेसल माछा खाइरहेको फिस छौँ फ्राई है यता फिसको हाम्रो टाउको ग्याङको साथमा युवी सर डाइरेक्टर हाम्रो रवि सर इन्द्र सर प्लस हाम्रो कृतिजी र म डिवान है दिवान बसेर मजाले हामी रमाइलो गरिरहेको रमाइलो छौँ गर्दैछन् त नयाँ गीत सुट गरिरहेको छौँ ओके राइस हाम्रो खाना आइसकेको छ यो के हो चिकन हो के हो फिस ल फिस माछा अब यसपछि चिकन आइटम त्यसपछि भात खानुपर्छ ल गाइज वी हेभ गट आवर मिल अब हामी हालिहाल्नु पर्छ गाइज बिकज वी आर सो लेट
ल भात खाइस भेटौँ लागि भातमा दाल छ भात सब्जी अचार ओके थ्याङ्क यू बेगनास लेक अलरेडी के हुन्छ अरे कहाँ वे ल वी हेभ फिनिस्ड आवर लन्च अब लन्च भइयो खाइयो अब खाना पनि खाइयो अब पोखरेली अब घरतिर ब्याक टु पोखरा बेगनास तालमा सररा बाबु मेरो भाइ खाना त यस्तो राम्रो है ऊपर धरती के नीचे मैं हूँ एक निंजा पहाड़ों के ऊपर जंगल के पास देखो कौन आया निंजा हथौड़ी अपने घर आया यार डिंग 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 एयर ड्रप आउँदैछ है गाइज एयर ड्रप अन द इराङ्गल कताको एयर ड्रप हरायो हाम्रो आयो एयर ड्रप आयो बाय 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 पैकअप डू आंसर अब हाम्रो फाइनली हाम्रो खास लको प्याकअप भइसकेको छ एन्ड अति दामी रमाइलो भयो अति दामी सुट भएको छ मेरो साथमा हुनुहुन्छ प्रीतिजी के यो हाम्रो खास ल छिटै आउँदैछ बजारमा सर्वत्र उपलब्ध हुन्छ माया गरिदिनु होला साथ समर्थन जनाइदिनु होला त्यसभन्दा पहिला चाहिँ हाम्रो आउने अर्को नक्कली बवाल हुनेवाला छ र हाम्रो राजाको ब्लग च्यानल नाम के हो गुरुङ सरको च्यानललाई लाइक कमेन्ट सब्सक्राइब एन्ड शेयर प्लिज ओके थ्याङ्क यू बाइ बाइ चाँडै भेट्नुपर्छ म्युजिक भिडियोको साथमा बाइ बाइ यो ग्याङ वी आर ब्याक फ्रम माझीकुना ब्याक यो ट्रिप राम्रै रह्यो अब वी आर ब्याक टु पृथ्वी चोक बसपाक त्यसपछि स्याङ्जा हुँदै घर सो यसको वन्स अगेन दिस इज द फाइनल लुक्स इफ यु वान्ट टु भिजिट कम हियर ओके लेट्स गो हिँडेको आधी घन्टापछि वी आर पृथ्वी चोक पिनास पृथ्वी चोक आइयो हामी होइन पिनास ब्याक टु घर अब यो लगायत दिस इज द पोखरा लास्ट भ्यू पृथ्वी चोक अब यहाँबाट घर ओके नाइस टु मिट यु बाई नरेश गुरुङलाई कुर्दैछु नरेश गुरुङ आएपछि खाडी थ्याङ्क्स फर वाचिङ बाई